हेलो साथीहरू, सेवा अनि नमस्ते, वेलकम। फेरि पनि स्वागत गर्दछु हजुरहरूलाई मेरो च्यानलमा। अनि सदा चाहिँ आज पनि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अनि आज पनि समुद्र जान लागेको साथी र म। हावा चल्दैछ पुरा छुट्टी भएर, साथी चाहिँ जाडो भएर ज्याकेट लिन जानुभएको छ। अनि साइकलमा जाने, आज चाहिँ अर्कैतिर जाने भनेर आइसक्नुभयो ज्याकेट लाएर। हाम्रो ज्याकेट लाएर आइसक्नुभयो, जाडो हुन्छ भनेर। ल अब जाने, लेट्स हेरौँ के कस्तो कस्तो हुन्छ, हेर्दै गर्नु होला, स्टे ट्युन। हामी चाहिँ समुद्र आइपुग्यौँ। अब यहाँनिर एकपल्ट साइकल हाँक्नु पर्छ सरर। ल हाम्रो साथी पनि आउनुहुन्छ। ल तपाईँको बारेमा भनिदिनु त। मेरो बारेमा अब खासै त के भन्नु छ र, त्यही हो अब। शुभ नाम, कहाँबाट? शुभ नाम अब मणिराम राई भनौँ न। अब म चाहिँ अब खोटाङ दिक्तेलको हुनुहुन्छ। कर्मभूमि आफ्नो जोडेको रहेछ। हामी यहाँसँगै काम गर्ने एउटै कम्पनीमा हो, तर हाम्रो डिपार्टमेन्ट फाल्टै हो। समुद्रतिर फ्रेस हुन आएको, दिनभरि अब कामको स्ट्रेस हुन्छ, बेलुका सुत्ने बेला। तर सुनिँदैन होला हौ यो समुद्र कराएकोले है, होला भनेको। ठिक छ। हामी चाहिँ टाइम समुद्रको हावा फ्रेस हावा लिन आयौँ। हामी चाहिँ यताबाट आएको, यहाँबाट आएको। हेर्दा चाहिँ नजिक छ तर निकै टाइम लाग्छ। अनि वरिपरि यस्तो छ, हामीले काम गर्ने कम्पनी यता छ, त्यही हो। अनि यो वरिपरि यस्तो छ, यहाँनिर बिचमा डुङ्गा छ। सिकारी छ र? हजुर, यहाँनिर चाहिँ माछा मार्दैछन्। अब हामी यहाँ जाने भनेको, लेट्स सी। हावाले केही सुनेन होला, भोइस पनि चाहिँ। समुद्र यता आयौँ अर्कोतिर, यहाँनिर यहाँ चाहिँ यस्तो छ। यहाँ चाहिँ पुरा माछा मार्नेहरू छन्। यहाँ त फुतुक उफ्रिँदै थियो अस्ति त। उता पारी चाहिँ यहाँ आउँछ। राम्रो यहाँनिर नाउहरू छ। नाउहरू छ। कस्तो राम्रो क्या उता। फुत्रुक माछाहरू उफ्रिन्छ यहाँ त। उता बग्दो रहेछ कि क्या हो? मेरो पनि खोटाङ नै हो त उयो। मेरो ऊ चाहिँ पुर्ख्यौली। भर्खर आउनुभएको नयाँ भन्नु न। थुप्रो छन्, भिडियो बनाउनु पाइँदैन अरूको, त्यही भएर। यस्तो राम्रो सनसेट देखेको। माछा मार्ने उनीहरूको चाहिँ माछा मारेर खानु भन्दा पनि उनीहरू चाहिँ रमाइलो गर्नु, टेन्ट बनाएर बस्ने। यता पर टेन्ट यत्तिकै बनाएको थियो।
चलेर Oh my god. माछा परेको चाहिँ हेर्नु मन थियो ऊ माछा परेछ है माछा पक्रेर कोरियामा चाहिँ यसरी माछा मार्छ कोरियनहरू भिडियो गरेको रिसाउँछन् होला किन रिसाला हाँस्दै थियो क्या यताको साइड आयौँ यता यता त झन् ठुलो रहेछ हेर्नु न उता उता त सानो छ भन्नुभएको होइन हो राम्रो झन् ठुलो रहेछ त यहाँ त के हो बिचमा त्यो समुद्र झन् ठुलो हुँदै अगाडि चाहिँ तपाईँ आउनु भएको थिएन अरू बेला यो साइड चाहिँ आइपुगेको थिएन अलिक पल्लो साइड चाहिँ आएको थिएँ म यता त झन् ठुलो रहेछ समुद्र त हामी चाहिँ यताबाट आएको अब हामी पनि यतातिर जानुपर्छ मान्छेहरू गएकोतिर कस्तो दामी देखेको क्या त्यो थुप्रोले गर्दा क्या है हो हेर्नु त अझ यो ऊ पर एउटा उयो छ नि नाउ जस्तो हो समुद्रको बिचबिचमा अहिले पहाड के बिचबिचमा पाहाडले गर्दा कस्तो दामी सिन देखेको अब यता जान लागेको यस्तरी यहाँ त यस्तो रहेछ सङ्खे किरा है ल हेर्नुहोस् सङ्खे किरा भन्दा पनि यसलाई त बेच्छन् पो त यो त बेच्छ बजाउँछन् अनिखेरि यो त एउटा चिनो लानुपर्छ कोरियाको यस्तरी कति धेरै होइन बोकौँ यता कोरियाको म त बोक्दिनँ किन बोक्नु अन्त यो ठुल्ठुलो छ यो चाहिँ यति छ बोक्न चारवटा कति धेरै ए ऊ पनि भेट्यो गङ्गटा पनि रहेछ खोइ गङ्गटा निस्केर गयो यहाँदेखि ए निस्केको त्यहाँबाट बा माछा पनि भेट्छौँ हामीले माछा त भेट्यो भने पकाएर खाइहाल्ने हो ल यति दुईवटा छ लैजाउँ देखिरहेको ल हामी चाहिँ यहाँ हिँड्दैछौँ माछा मार्नु त्यो उयोहरू गएको होला र सबैजना है हो माछा मार्नु त हो त गएको यिनीहरू सबै माछा मार्नु जाँदैछन् हामी पनि पछि जाँदैछौँ यो त म त औषधि हुन्छ जस्तो लाग्छ यो त ए औषधि कुन त गर्छ नि त्यो उसको के भन्छ हेर्नु नि कति धेरै ए उयोहरू क्या यो त के हो यो त्यही त सँगै किराको त हो सँगै तर यो किराकै चाहिँ रहेछ। त्यति राम्रो होइन यो चाहिँ निकै राम्रै छ कि हो यस्तो घोटेर खुवाउँछन् होइन अँ के हुँदाखेरि खुवाउँछन् हो यी यस्तो त खान्छौँ हामी लेउ समुद्रको लेउको यस्तो त खाएको त आज हामीले यस्तै खुवाएको थियो कता हो गर्न सर ए सामानहरू ए निस्किनु भएको छ त्यो मार्केटमा नत्र भए ल्याउनुहोस् त्यो टमाटरहरू धनियाँहरू टमाटर अदुवा चिकनहरू यसै ल्याउनुहोस् न त नि है लसुनहरू हामी चाहिँ जाँदैछौँ हुन्छ त्यहाँनिर अब तपाईँलाई आउँदाखेरि त सुविधा पर्छ भने नत्र भए त्यही सुविधा परेन भने होस् भोलितिर ल्याउँला ए हुन्छ न त यसो दिएर आउनुहोस् है ए होइन नि ए हस् है साम्पोङ ठाउँको नाम साम्पोङ हाम्रो चाहिँ साम्पोङ पुग्नुपर्छ के खोज्दैछन् सुन खोजेको हो कि क्या हो
गङ्गटा खोजेको होइन पक्कै पनि यहाँनिर खोज्दैछन् के खोजेको गङ्गटा हो गङ्गटा खोजेको अरे खानुलाई होला है कि बेच्नुलाई खानुलाई हो यो र हामी चाहिँ यता आइपुग्यौँ अनि त्यस्तरी यस्तरी खनी खोजेको छ हो कहिले त यस्तो यस्तोतिर भएको ठाउँमा शङ्का लाग्छ क्या र खान्छ ए सबै त्यस्तै खोज्नु हुँदो रहेछ यहाँ त है हो त्यही खोज्नु आएको कहाँ ल हेर्नु त हाम्रो त्यो कम्पनीदेखि देखिने उयो होइन त्यही त हो त ए त्यसरी घुमेको छ कि यो समुद्र कस्तो दामी देखेको हामी चाहिँ समुद्रको बिचमा छौँ वरिपरि समुद्र छ सिपीहरू खोज्दै रहेछन् सिपी बेच्नुलाई होला है सायद हामी चाहिँ अब लाग्यौँ फर्किनु पर्यो यी सबै खोस्टा मात्र छ बिचमा छौँ समुद्रको यो चाहिँ कुन चरा हो माछा खोजेको होला क्या है माछाहरू खोजेको अरे त्यसले चाहिँ कोरियाको चिनो लानुहुन्छ अरे यहाँ यस्तोहरू लानुहुन्छ अरे कस्तो राम्रो छ औषधि हो नि त एकदम मेन नेता ए लानुलाई हजुर ठिक पार्नु हुँदैछ अब हामी पनि फर्किने हेर्नु नि यहाँ पनि कस्तो राम्रो कोजियामा लानु पर्यो फुटेकोहरू त नलाउनु हौ यो फुटेको छ यो फुटेको रहेछ है अनि ठिक पार्नु हुँदैछ अब हामी पनि लाग्ने जाने कति भइसक्यो हजुर बोक्नु नै त्यसलाई बोकिदिन्छु तपाईँलाई म त लान्न अनि अब हामी पनि फर्किन लागेको कति 7 बजिसक्यो होला है बज्न लागेको अरे हेर्नु पऱ्यो मोबाइलमा कति बजेछ 7 त होइन 7:47 भइसकेको छ 7:47 भइसकेको छ अब हामी चाहिँ लाग्न लागेको घर जान लागेको अब भिडियो के कस्तो लाग्यो अब त्यो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुभयो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् यति भन्दै भिडियो इन गर्दैछु थ्याङ्क यू फर वाचिङ बाई